त्यति छ क्या अब गेट चाबीको त्यसो चाबी चाहिने बग्यो होइन चाली बजाऊ लाइट ब्यान्डर्समा आज यो फोरहरू फाल्ने भनेर कोही चिन्ता हाम्रो अफिस चाहिँ लाइट ब्यान्डर्स भोलि पोखरा इन्भेस्टमेन्ट ग्रुप रहेछ होइन के अरे 5 स्टार होटलमा राख्ने बेसो टोइलेटको सामानहरू हुन्छ नि बाथरुम सामानहरू चाहिँ यहाँ राखेको छ 15-20 करोडको सम्पत्ति बनाएको चाहिँ आज यो एकदम ल्याङ गरिसक्यो अनि हामीलाई चाहिने मोल पानी राखेको छौँ यो पछि अब हिउँदामा यो कुहिएर कडकपुरुक भएर होइन कडकपुरुक पछाडि चाहिँ मोल बन्छ माटो हालेर मोल दामी फुलहरू हाम्रो यो चाहिँ एउटा बोट सबै जागिसक्यो यो बोट चाहिँ हाम्रो अफिस यस्तो छ गाइज अफिस ट्याक्कसँगले अफिस हाम्रो पहिले यहाँ कति यत्रो झार थियो झारलाई कडकपुरुक सफा पारेर ट्याक्कसँगले होइन ट्याक्कै सकिसक्यो कामहरू अब अलिकति कामहरू छ अरू केही छैन अब पर्यो मैले खोलेछु ढोका पनि खोलिसकेँ हाम्रो अफिस यस्तै छ आइपुगेँ ब्याग राख्नु पर्यो प्लान गर्यो त्यसो ट्याक्क बिन्दाइको रुम हो यो चाहिँ होइन ट्याक्कसँगलाई आजलाई के गर्नु पर्यो पछाडिको फोर चाहिँ त्यहाँ फाल्दैन पर्नेछ होइन गाडीको फोर फाल्नु पछाडि चाहिँ अनि यो अलिकति क्लिन देखिन्छ क्या यो ठाउँ यो फोरलाई ट्याक्कमा यो झिक्नु पर्नेछ यसमा लाउनु पर्नेछ हौ फ्यानमा गाइड्स बाइक यस्तो दामी सोफाको यो काटिसक्यो यस्तो कुहिएर त्यस्तो काट्छ अब यो दुइटा गाडी छ क्या अब त्यो 3टा बाँकी छ त्यस पछाडि चाहिँ सक्नु पऱ्यो यो फोर पनि सेकेन्डचोटि आउँछ अरे एकैतालमा गएन अनि चाहिँ अफिस क्लियर हुन्छ हाम्रो अफिस क्लिन हुन्छ सामानहरू पोरेर क्याप्रेङहरू धेरै पोरेर भयो कि पोरेर लाउन सुँगाले चिडिक्क देखिन्छ यस्तो दामी बुनेको बाहिर राखिदिएछ रेगन दाइको दाइले चाहिँ कुहिएर हेर्नु न यस्तो ल्याएर फेरि बुन्नु पर्ने बेला भएछ यसलाई अघिले यसरी सोफालाई यसरी यसको यो कभर दिनु पर्ने हो नि त यो कुहिएर रेगन गाडी थोरै स्क्र्याच भयो यसरी सर्दाखेरि यो बेन्च सार्दाखेरि चाहिँ थोरै स्केच बनाउनु 5-7 लाग्छ कि यो रहेछ यसरी काट्नुपर्छ बल्ल अलिकति काटिरहने रहेछ कि यस्तोमा बिटमा बिट हुने त्यही भएर यस्तो गाह्रो हुन्छ कुदेर केही छैन बाहिर खेलाइदिँदा पनि जाँदैन ए यहाँ पुल हुन्छ हिँड्छ यार यहाँ बाहिर त्यसको दाँतले उयो हुन्छ के छ मुसा त त्यहाँ मुसाले त खतरा टोक्दो रहेछ नि त मुसा आएर मुसा चाहिँ सफा भयो यसमा फेरि पानी हालेर हाल्नुपर्छ फोरेर
यति धेरै फोहोर थियो, अब क्लिन भइसक्यो। अब क्लिन भइसक्यो यो फोहोरहरू। ब्रदरको हातले मुसा टोकिदिएर होइन, मुसाले हातै टोकिदियो। के पारे दाइलाई यस्तो सफा हुँदो रहेछ टायरहरूलाई। पछि यो पानी हालेर अझै एकचोटि सफा गर्नुपर्छ। एकैछिनले भ्याकुताहरू फोहोर पनि गइसक्यो। बोट छ पछाडि बोट। फोहोर थियो दुई लटमा फिनिस गराइदिइसक्यो। ल बल्ल सक्यो होइन, बल्ल सकेर अब टक्कसँगले के भन्छ यसो फ्रेस भयो। पछाडिको फोहोर थियो सबै सक्यो।